मलेसियाको सुपरमार्केटमा नेपालीहरूले किनमेल गर्दा के कुरा ध्यान दिनुपर्छ, यहाँका सामानको अवस्था कस्तो छ अनि सुपरमार्केट बाहिरको सडकमा कस्तो चहल पहल हुन्छ। आज हामी मलेसियाको सुपरमार्केटदेखि सडकसम्म पुगेर वास्तविक दृश्य तपाईहरूलाई देखाउँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोस्। नमस्कार, तपाईले स्वागत छ। आज हामी मलेसियाको दैनिक जीवनसँग जोडिएको एउटा सामान्य तर महत्त्वपूर्ण विषय लिएर आएका छौँ। मलेसियाको सुपरमार्केट र सडकको अवस्था। मलेसियामा काम गर्ने तथा बस्ने मानिसहरूका लागि दैनिक आवश्यक सामान खरिद गर्न सुपरमार्केट जानुपर्ने हुन्छ। विशेष गरी कामबाट फुर्सद पाएपछि वास बिदाको दिन धेरै मानिसहरू किनमेलका लागि सुपरमार्केट पुग्ने गर्छन्। अहिले हामी रहेको सुपरमार्केट वरपर हेर्दा मानिसहरूको चहल पहल देखिन्छ। कोही सामान किन्न भित्र प्रवेश गरिरहेका छन् भने कोही किनमेल सकेर बाहिर निस्किरहेका छन्। सुपरमार्केटभित्र दैनिक जीवनमा आवश्यक पर्ने धेरै सामानहरू एकै ठाउँमा उपलब्ध हुन्छन्। चामल, तेल, चिनी, नुन, तरकारी, फलफुल, मासु, पेय पदार्थ लगायत विभिन्न सामानहरू ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्छन्। मलेसियामा विभिन्न देशका मानिसहरू काम तथा व्यवसायका लागि बस्ने भएकाले सुपरमार्केटमा पनि विभिन्न समुदायका मानिसहरू भेटिन्छन्। नेपाली कामदारहरू पनि आफ्नो आवश्यकता अनुसार सामान खरिद गर्न यहाँ आउने गर्छन्। सामान किन्दा मूल्य हेर्नु र आफ्नो बजेट अनुसार सामान छनौट गर्नु महत्त्वपूर्ण हुन्छ। एउटै प्रकारका सामानमा पनि फरक ब्रान्ड र मूल्य हुन सक्छ। कतिपय सामानमा छुट वा विशेष अफर राखिएको पनि देख्न सकिन्छ। अब सुपरमार्केटबाट बाहिर निस्केर सडकतर्फ जाऊ। सुपरमार्केट बाहिर कार, मोटरसाइकल, बस तथा अन्य सवारी साधनको आवाजजात भइरहेको देखिन्छ। काममा जाने र कामबाट फर्कने समयमा मुख्य सडकहरूमा सवारी साधनको चाप अझ बढी हुन सक्छ। यही सुपरमार्केट र सडकको चहल पहल मलेसियाको दैनिक जीवनको एउटा सामान्य दृश्य हो। अब हामी सुपरमार्केटभित्रको अवस्था र सडकमा भइरहेको गतिविधिलाई अझ नजिकबाट हेरौँ। यहाँ विभिन्न सामानहरू छुट्टा भागमा व्यवस्थित रूपमा राखिएका छन्। ग्राहकहरू आफूलाई आवश्यक सामान खोज्दै किनमेल गरिरहेका छन्। कसैले तरकारी तथा फलफुल खरिद गरिरहेका छन् भने कसैले घरमा आवश्यक पर्ने खाद्यान्न र पेय पदार्थ खरिद गरिरहेका छन्। सुपरमार्केटमा सामान किन्दा प्याकेटमा लेखिएको मूल्य, तौल र म्याद हेर्नु राम्रो हुन्छ। विशेष गरी नयाँ ठाउँमा किनमेल गर्दा आफूलाई आवश्यक सामानको मूल्य बुझेर मात्र खरिद गर्दा बजेट व्यवस्थापन गर्न सजिलो हुन्छ। यहाँ ग्राहकहरू सामान लिएर बिल तिर्न काउन्टरतर्फ पनि गइरहेका छन्। धेरै ग्राहक भएको समयमा काउन्टरमा केही समय लाइन लाग्ने अवस्था देखिन सक्छ। किनमेल सकेपछि ग्राहकहरू आफ्नो सामान लिएर पार्किङतर्फ जान्छन् र त्यहाँबाट कार वा मोटरसाइकलमा आफ्नो गन्तव्यतर्फ फर्किन्छन्। अब हामी सुपरमार्केटबाट बाहिर निस्केर सडकमा आएका छौँ। यहाँ सडकमा विभिन्न प्रकारका सवारी साधन निरन्तर गुडिरहेका छन्। कारसँगै मोटरसाइकलको आवाजजात पनि धेरै देखिन्छ। सडकको व्यवस्था समयअनुसार फरक हुन सक्छ। सामान्य समयमा सवारी साधन सहज रूपमा चलिरहेको देखिए पनि कार्यालय जाने र फर्कने समयमा सडकमा चाप बढ्न सक्छ। सडकमा यात्रा गर्दा ट्राफिक नियम पालना गर्नु सबैका लागि महत्त्वपूर्ण हुन्छ। मोटरसाइकल चालकले हेलमेट लगाउने, कार चालकले सिट बेल्ट प्रयोग गर्ने तथा ट्राफिक सङ्केत अनुसार सवारी चलाउने कुरा सुरक्षाका लागि आवश्यक हुन्छ। सडकको दुवैतर्फ विभिन्न पसल, रेस्टुरेन्ट, पेट्रोल स्टेसन तथा अन्य व्यवसायहरू पनि सञ्चालनमा रहेका देखिन्छन्। त्यसैले सडक केवल यात्रा गर्ने ठाउँ मात्र नभएर मानिसहरूको दैनिक गतिविधिसँग जोडिएको महत्त्वपूर्ण स्थान हो। मलेसियाका काम गर्ने नेपालीहरूका लागि पनि यस्ता सडक र बजार दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा हुन्। बिहान काममा जानेदेखि बेलुका काम सकेर कोठामा फर्कने क्रमसम्म सडकसँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ।